नेता होइन जनता नै खराब भएको हुनाले नेता नि खराब भएका। तपाईहरु सबै असल हुनुहोस् त नेता असल नभइसकेको पाउँछ त। यो केही हदसम्म सही छ तर 100% सही चाहिँ यसलाई भन्न मिल्दैन किनकि कुनै पनि समाजले आफ्नो क्षमता दक्षता अनुसारकै नेता पाउने हो। कुनै नेता चन्द्रमाबाट फुत्त झरेर आएर नेता बन्ने त पक्कै होइन। समाज कस्तो छ त्यहीबाट हुर्किएको मान्छे नै नेता बन्ने त हो नै हैन। र प्रचण्डले जुन कुरा जनताहरू एकदम लोभी पापी छन् भनेको कुरा चाहिँ केही हदसम्म चाहिँ सही नै हो। जस्तो जनता भनेको पनि अझ कार्यकर्ता विशेष छ त हैन। हुन त कार्यकर्ता कुनै पनि पार्टीको कार्यकर्ता त जनता नै हो हैन। होला भलै कोही कांग्रेस कोही एमाले कोही माओवादी होला। अनि यो डेमोक्रेसी हो, यो बहुदलीय व्यवस्था हो। कुनै पार्टीमा लायो भन्दैमा त्यो गलतै हुन्छ भन्ने छैन। होला कतिपय धेरै अधिकांश पार्टीमा लागेका मान्छेहरू गलत हुन सक्छन् तर सबै मान्छे गलत छैनन्। अब चाहिँ सही मान्छेहरू फेरि बोल्नुपर्ने बेला आएको छ, सही मान्छेहरू अगाडि बढ्नुपर्ने बेला आएको छ, सही मान्छेहरूले चाहिँ नबुझेका मान्छेहरूलाई बुझाउनु पर्ने बेला आएको छ। अब चाहिँ गाली गलोज भन्दा पनि अब यो निर्वाचन मार्फत यो भ्रष्टाचारी यो भनेर चाहिँ भन्दा पनि निर्वाचन मार्फत चाहिँ अब हामीले देशलाई एउटा नयाँ बाटोमा लैजानु पर्ने छ। राम्रो मान्छेलाई जिताउनु पर्ने छ यो चुनावमा।